चाहिँ हरेक दृष्टिकोणले आज जन्मेका राजनीतिक पात्रहरू र हिजोका सत्ताधारी पार्टीका केही पात्रहरूले र मेची कसैले केही काम किन नबिगारोस्, पश्चिम महाकाली कसैले काम किन नगरोस्, उत्तरको चाइना बोर्डर र दक्षिणको भारत बोर्डरमा कसैले कुनै काम बिगार्दा अथवा काङ्ग्रेसी भोटरले काम बिगार्दै जाँदा सिङ्गल गगन थापाको नाम मात्रै लिने किन गरिरहेछ? गगन थापा नै काङ्ग्रेस नै गगन थापा हो कि अब काङ्ग्रेसको मेरुदण्ड भनेको गगन थापा नै हो भनेर यी प्रतिपक्षहरूलाई मनमा चिसो पसिरहेको कुरा हो। गगन थापा यो देशको लागि र काङ्ग्रेसको लागि आवश्यक रहेछ भन्ने कुरा हामी काङ्ग्रेसले बुझ्नु जरुरी छ। मात्र त काङ्ग्रेस महासागर हो, काङ्ग्रेसमा कति नेता छन्, कति विज्ञ होलान्, कति के छन्, अरूको नाम छैन। फलाना ठाउँमा काङ्ग्रेसले बिगार्यो, गगन थापाको काङ्ग्रेसले बिगार्यो, फलाना ठाउँमा गगन थापाको एउटा नेताले जग्गा हप्पड्यो, फलाना ठाउँको गगन थापाले बलात्कार गर्यो, फलाना ठाउँको गगन थापाको पार्टीको कार्यकर्ताले यो गर्यो भनेर हर उसमा स्टेप बाई स्टेपमा गगन थापाको नाम किन हुन्छ? यो बुझ्नु पर्यो कि गगन थापा नै काङ्ग्रेसको अबको मेरुदण्ड भनेको गगन थापा नै हो भन्ने कुरा हामी काङ्ग्रेसले बुझ्नु जरुरी छ कि नत्र भने अन्य नेताको नाम किन लिन्छ? के गगन थापा भ्रष्टाचार नै हुन्? यदि भ्रष्टाचारी गगन थापा हुन् भने शीर्ष नेतृत्वहरूले गगन थापालाई नेतृत्व दिएपछि काङ्ग्रेस खतरामा जान्छ भनेर एउटा सन्देश दिनुपर्यो पार्टीका कार्यकर्ताले। आजको आवश्यकता गगन थापा भनेर युवाहरूको लहर लस्कर मेची महाकाली गगन थापा चाहिएको छ भन्ने आज जनमानसले प्रतिपक्षले गगन थापालाई नै हर ठाउँमा मिचिरहेछन्। त्यसै कारणले गगन थापा यो प्रेडको सभापति गगन थापा मान्नु हामीले पर्छ। गगन थापा युवा एकचोटि आउँदै गर्दा अब बुढाबुढीको स्थान नै सकियो भनेर त्यो मान्नु गलत हो। गगन थापाले चलाउन नसकेपछि, गगन थापाले गलत गरेपछि भोलि गगन थापा जस्ता अरू पनि साथीहरू छन्, वृद्ध पनि छन्, सम्मानित नेताहरू पनि छन्, तिनीहरूलाई फेरि पुनः पालो पाइन्छ। अहिले गगन थापा आयो, अब युवाको पाला आयो, अब हामी सिद्धियौँ भनेर हाम्रा वरिष्ठ व्यक्तित्वहरू शीर्ष नेताहरूले त्यो चिन्ताको विषय नलिए हुन्छ। गगन थापालाई यो पटकको सभापति दिनुपर्छ र अहिले चाहिँ गगन थापालाई हरेक कुरामा प्रतिकार गर्ने तपाईको यो प्रतिपक्षले, हाम्रो पार्टीको प्रतिपक्षले यो गगन थापालाई पेल्नुको आधार भनेको गगन थापाले डराएको हो। गगन थापा कुनै ठाउँमा गल्ती कमजोरी छैन, विवेकशील नेता हो, भिजन छ गगन थापासँग, राजनीति इतिहास बोकेको मान्छे हो। हरेक कोणमा गगन थापासँग राजनीति इतिहास छ। त्यसै कारण सबैलाई जय नेपाल हजुर। गगन थापालाई एकचोटिको सभापति दिनै पर्छ। हस् त, जय नेपाल।